कुरा आजभन्दा 7-8 वर्ष अगाडिको हो। म कामको सिलसिलामा इलाम गएको थिएँ। आफ्नो सबै काम सकेर म इलामबाट विराटनगर फर्कन बस स्ट्यान्ड पुगे र बिर्तामोडसम्मको टिकट लिए। 10 मिनेट जति पर्खेपछि बस पनि आइपुग्यो र सबैजना आफ्नो सिटमा गएर बस्यो। मेरो छेउको सिट खाली थियो। म आनन्दले बसेर मोबाइल निकालेर गीत सुन्न थालेँ। गाडी बिस्तारै आफ्नो बाटो लाग्न सुरु गर्यो। 20 मिनेट जति गुडेपछि गाडी अचानक रोकियो। यसो झ्यालबाट बाहिर हेर्दा थाहा भयो त्यहाँबाट चढ्ने प्यासेन्जर रहेछ। एकजना 16-17 वर्षकी केटी गाडीमा चढिन् र खाली सिट खोज्न यताउता हेर्न थालिन्। मेरो छेउको सिट खाली देखेर त्यो केटी मेरो छेउमा आइन् र सोधी, दाइ यहाँ बस्दा हुन्छ? हुन्छ, बस्न भन्दै म अलि छेउतिर सरे। उनी सिटमा बसिन् र आफूसँग भएको झोला सिट माथिको सामान राख्ने ठाउँमा राखिन्। गाडी आफ्नो सुरमा गुड्दै थियो। बाटो अलि घुमाउरो भएकोले उसको र मेरो पाखुरा कहिले काहीँ छुनु पुग्थ्यो। म आफूलाई सम्हाल्थेँ र ऊ पनि आफूलाई सम्हाल्न खोज्थिन्। कता कता मनमा अनौठो महसुस हुन्थ्यो जब उसको पाखुरा र मेरो पाखुरा जोडिन पुग्थ्यो। 10 मिनेट जति चुपचाप नै बसिरहे। के बोल्ने के सोध्ने मनमा कुरा खेल्दै थियो। एक्कासी, दाइ कहाँसम्म जाने हो? उनले सोधी। विराटनगरसम्म। अनि तिमी चाहिँ कहाँसम्म नि? मैले सोधेँ। म दमकसम्म जाने, उनले भनी। अब मलाई कुरा गर्ने आँट आयो र सोधे, तिम्रो नाम के हो? अनि इलाममा को छ तिम्रो? मेरो नाम एलिसा हो। इलाम मेरो घर हो। अहिले क्याम्पस छुट्टी छ अनि दिदी भेनाजुकोमा हिँडेको, यसो घुमघाम गर्न, उनले सहजै जवाफ दिइन्। ए अनि कतिमा पढ्छौ तिमी? मैले सोधेँ। अहिले 12मा पढ्दैछु, उनले भनिन्। यसरी नै धेरै कुराहरूको आदान प्रदान भयो हामी बीच। गाडी निरन्तर बुढी नै रहेको थियो। अब हामी बीच धेरै सहजता भइसकेको थियो। तपाईको मोबाइलको गीत म पनि सुन्छु नि, उनले भनी र मेरो इयरफोनको एउटा तार उनलाई दिए र हामी दुवैले गीत सुन्न थाल्यौँ। तार अलि छोटो भएकोले गाडी हल्लिन साथ तार कानबाट निस्कन्थ्यो। यो देखेर मैले भने, अलि यता आउ न, तार छोटो छ। ऊ अलि यता आइन्। अब हाम्रो पाखुरा र तिघ्राहरू एक आपसमा जोडिएको थियो। मनमा एक प्रकारको तरङ्ग उठिरहेको थियो। ऊ गीत सुन्नमा मग्न थिइन्। म भने के सोचिरहेको थिएँ। अचानक गाडी रोकियो। चिया नास्ता खाउँ है, सबैले खलासी कराउन थाल्यो। सबैजना गाडीबाट झर्न थाले र हामी पनि झर्यौँ। तिमी के खान्छौ? मैले सोधेँ। हेरौ न, जे छ त्यही खाउँला नि, उनले भनिन्। होटलतिर गयौँ र उनले चाउचाउ अर्डर गरी, मैले चाहिँ चिया र चना चिउरा मगाए। खाजा खाइसकेपछि पैसा तिर्न काउन्टरतिर लागे। ऊ पनि मेरो पछि पछि आई। दाइ, चाउचाउको चाहिँ म दिन्छु ल, उनले भनी। भइहाल्यो, म दिन्छु। अब त हामी साथी हौ नि त, पछि कुनै दिन तिमी तिर्नु नि, मैले भने। 120 रुपैयाँ दिएर हामी आफ्नो सिटतिर लाग्यौँ। पुनः गाडी आफ्नै रफ्तारमा गुड्न थाल्यो। बिर्तामोड आइपुगेपछि बिर्तामोड बन्द छ रे भन्ने गाईगुई सुनियो। सबैजना अतालियौ। के को बन्द? कति दिन बन्द? सबैले सोध्न थाले। 3 दिन बन्द रे, खलासीले भन्यो। ला, बर्बादै भयो नि, अब म कहाँ जाने? उनी रुन्चे स्वरमा कराउन थाली। किन अतालिएको? अतालिएर के हुन्छ? तिमी चिन्ता नगर, केही न केही गरौला नि, पहिला बिर्तामोड त पुगौ, सान्त्वना दिँदै उनलाई मैले भने। उनी चुप लागि र गीत सुन्न थाली। केही बेरपछि गाडी चारालीमा रोकियो। केही मान्छेहरू आएर गाडीको ड्राइभरलाई कराउन थाले। बन्द भनेर थाहा छैन? गाडी किन चलाको आगो लगाइदिउँ? एकजना बन्दकर्ताले कराउन थाले। इलामदेखि आएको हामी, थाहा भएन। यति धेरै प्यासेन्जर छन्, केही नगर्नु, बरु गाडी बस पार्कमा राखौला, ड्राइभरले बुद्धि पुर्याउँदै भन्यो। धेरै अनुरोध गरेपछि उनीहरू मानेर गाडीलाई बस पार्कसम्म जान दियो। बिस्तारै गाडी बस पार्कमा रोकियो र सबैजना झर्न थाल्यौँ। एलिसा र म पनि झर्यौँ। अब कता जाने हामी? उनले सोधी। कता जाने नि, सबै बन्द छ, यतै नजिकै लज होला, त्यतै गएर बस्ने नि अब, मैले भने। सुरुमा त उनी अप्ठ्यारो मानी, तर अन्य कुनै उपाय नभएपछि म सँगै जान राजी भई। मैले यताउता हेरेँ। एउटा अलि राम्रो देखिने लज देखेँ र त्यतैतिर लाग्यौँ।
लज काउन्टरमा गएर कोठाको कुरा मिलाएर हामी कोठातिर लाग्यौँ। पहिलो तल्लाको कोठा नम्बर 103 मैले लिएको थिएँ। चाबी खोलेर कोठातिर छिर्यौँ। 2 बेड भएको कोठा सफा र राम्रै थियो। टिभी पनि थियो कोठामा। म हातमुख धोएर फ्रेस हुन्छु, तिमी टिभी हेर्दै गर है भन्दै म बाथरुमतिर छिरे। निस्कदा पनि ऊ टिभी हेर्दै थिइन्। तिमी पनि फ्रेस भई हाल जाऊ मैले भने र उनी आफ्नो झोलाबाट तौलिया निकालेर बाथरुम छिरिन्। केही क्षणमै उनी बाहिर निस्की। यसो हेरेको उनका सबै लुगा भिजेको देखे। के भयो र भिज्यौ मैले सोधे। हात धुन धारा खोलेको, सावरबाट पानी आयो र भिजे नि उनले भनी। हामी दुवैजना हाँस्यौँ। ल लुगा फेर, चिसो लुगा लाउन हुन्न मैले भने। मैले अरू लुगा नै ल्याएको छैन, के लाउने नि उनले भनी। हो र पर्ख, त्यसो भए मेरो टी सर्ट र हाफ पेन्ट लगाऊ, अब यही बस्ने त हो नि मैले भने। उनले पनि हुन्छ भनी। मैले दिएको टी सर्ट र हाफ पेन्ट लिएर ऊ बाथरुम छिरी। लुगा फेरेर बाहिर निस्की। म त हेरेकै भए। बबाल देखिएकी थिए एलिसा। भित्र नलगाई टी सर्ट मात्र लगाएकोले उनको सानो सानो बोबटेको दाना हल्लेको प्रष्टै देखिन्थ्यो। चिसो पानीले भिजेकोले गर्दा होला बोबटेको मुन्टा ठुलो भएर टी सर्टमा डाम देखिन्थ्यो। यो देखेर मलाई खपि नसक्नु भइसकेको थियो। झन् त्यसमाथि हाफ पेन्ट लगाउँदा देखिएको तिग्राले त मलाई झनै उकुस मुकुस बनाएको थियो। च्याप्प समाएर खाटमा लडाइओरिदी हालौजै भयो मलाई त। तै पनि आफूलाई सम्हाल्न कोसिस गरेर सोधे, एउटा कुरा सोधौ? भन्नु न, के कुरा उनले भनी। तिम्रो बयफ्रेन्ड छ कि छैन मैले सोधे। अहिलेसम्म त छैन, तर 2-3 जना केटाले चिठी पठाएको थियो, तर मैले रिप्लाई गरेको छुइनँ उनले भनी। किन नि मैले सोधे। मनै परेन, त्यति ह्यान्डसम नै देखिँदैन त्यसैले उनले भनी। त्यसो भए म तिम्रो बयफ्रेन्ड हुन सक्छु त मैले सोधे। उनी लजाएर भनी, तपाईको त होला नि गर्लफ्रेन्ड, फेरि कसरी म पनि हुने त? मेरो त छैन, तिमी हुने हो भने बनाउँछु मैले भने। केही नबोली चुपचाप बसिरहिन् एलिसा। मेरो गर्लफ्रेन्ड बन्ने हो त तिमी? मैले फेरि प्रश्न गरे। फेरि पनि केही बोलिनन्। आई लभ यु एलिसा मैले भनेर उसको हात समाए। केही पनि नबोली बसिरहिन्। मलाई अझ आँट आयो र उसको कपाल खेलाउन थाले। उनी आँखा चिम्म गरेर बसिरही। मैले बिस्तारै उनलाई अङ्गालोमा बाँधे अनि कानको छेउमा बिस्तारै चुम्मा चाटी गरे। उसको शरीरमा पनि तरङ्ग पैदा भएछ, क्यारे लभ यु टु भनी। ममा अझ बढी आँट बढेर आयो। त्यसपछि मैले उसको बोबटेको साइज नाप्न थालिहाले। हातमा ठिक्क हुने उसका बोबटेको सारो सारो दानाहरू खेलाउन थाले। एकैछिनमा मेरो मदानीले उसको बिर्को नखोलेको ठेकीको खोजी गर्न थालिहाल्यो। म एकदमै उत्साहित थिएँ किनकि एलिसाको पहिलो पटक ठेकीको बिर्को खोल्नेवाला थिए। एलिसाको चिटिक्कको ठेकीमा मेरो फनफनाएको नाग राजालाई बिस्तारै प्रवेश गराए। एलिसा पनि दङ्ग थिइन् मेरो लामो नाग राजा पाएर। हामीले खाना खानुभन्दा पहिला नै 2 पटक काम तमाम पारी बियायो। खाना खाएपछि थप 2 पटक गरेर जम्मा 4 पटक काम गर्यो त्यो रात।